एलिना चौहानको पैसा खान सक्ने त्यो बहादुर को होला त्यो पचाएर कहाँ जान्छ त्यो आकाश पताल धुई पताल यत्र तत्र सर्वत्र यिनले त खोजिहाल्छिन् कानुनी कठघरामा उभ्याउँछिन् अब सबभन्दा राम्रो कुरो के भने सुटुक्क भेटेर एलिनालाई खाममा त्यो पैसा दिनु होइन भने यिनले बवाल गर्छिन् के गर्छिन् हैन पैसा नदिँदा चाहिँ कारबाही नै गर्नुपर्छ र व्यक्ति कारबाही गर्छिन् यिनले त गर्छिन् यदि उनले लिनुपर्ने पारिश्रमिक तपाईँले रोकाउनु भयो दिनु भएन भने अब यो मिडियामा आउन पब्लिसिटीको लागि त भने होइन होला यदि त्यो भने आयो भने बेवकुफ हुन्छन् होइन भने यिनको पैसा पचाउन सोच्या होला स्याल्ला मासु पैसा जसरी पचाउँला भनेर त्यो नसोचे हुन्छ एलिना चौहानको पैसा खाएर हिँड्ने कुनै माइकलाल धरतीमा पैदा भएको छैन त्यसले दिनुपर्छ मलाई थाहा छ यिनका हिसाब किताबहरू कति चुस्त दुरुस्त हुन्छ खातापाता राखेकी होइन् अहिले यिनी केही समय यता यिनी मङ्गल अलिकति कडा छ के अरे कडा रूपमा आइरहेछन् क्या भनेपछि त्यो कतिपयले के भने भन्दाखेरि उनलाई चाहिँ है पैसाको पछाडि लाग्दै नाता सम्बन्ध तोड्नेहरूलाई के नै भन्नु र होइन अमेरिका जाँदा लाज भूतपूर्वको नाम लिँदा पनि लाज देश फर्कदा लाज अब जापान आउँदा पनि के का लागि भन्ने प्रश्न उठ्छ होइन पैसाले त धेरै कुरा किन्न सकिन्छ तर फ्यान भनेको व्यवहार र कला र भावनाबाट जोडिदिन्छ जब एउटाले छोड्यो भनेर बुद्ध चाहिँ त्यागी बन्ने तर जनक चाहिँ ज्ञानी बन्न नचाहने जीवन पैसा होइन सोच र चरित्रले ठुलो बनिन्छ चरित्रलाई सम्हाल्नु होला भन्नुभएको छ क्या होइन यो पनि ठिकै हो यो इन्टरप्रिटेसन पनि ठिकै हो अब एलिना चौहानको यो केही वर्ष अगाडिदेखि गीत त राम्रै आउँछ उनको राम्रो गायिका हुन् तर उनले यस्तो भाउतो किन चलाइरहेछन् झगडा किन गरिरहेछन् कोहीसँग मिल्दैनन् पहिला राम्रो हुन्थ्यो यिनको सम्बन्ध सबैसँग अब अहिले यिनले के त्यस्तो भएको नि जोसँग पनि न्यु खोजेको छ झगडा गरेको छ वास्तवमै यिनले वैवाहिक सम्बन्ध राम्रोसँग टिकाउनु पर्थ्यो विष्णुसँग त्यो टिकेन घरेलु हिंसा भयो भनिन् रोइ कराई आइन् पहिला त केही पनि होइन यो इफेक्ट हो भन्थिन् फेरि झगडा परेको पछि डिभोर्सै भएको प्रकाश सुवेदी नामक सुलसुलेहरू छोड्न सक्ने धेरै ठाउँमा जासुस छोड्न सक्ने सिने जगतको महारथ किरोले यो सूचना बाहिर ल्याइदिए हुन्थ्यो को रहेछ कसो रहेछ कसले खाइदिएछ यिनको हिसाब किताब के रहेछ 1000 खायो कि लाख खायो कि करोड त पक्कै होइन होला होइन कति चाहिँ पैसा यिनको खाएछ कसले खाएछ ब्ल्याकलिस्ट प्रकाशित गर्छु भन्थिन् डर मर्नु छ है साथी हो खतराको घन्टी बज्यो एलिनाको पैसा पचाउनु र वास्तवमा भन्ने हो भने हँसिया खाएर पचाउनु एकै हो तपाईँहरू सक्नुहुन्न तपाईँहरूले यो उखल्नै पर्छ दिनै पर्छ दिनुहोस् भनेपछि सहित यिनी हुन् कि होइन जसले पैसा दिँदैन एलिनासँग डराउनु पर्ने अवस्था आयो डराउनु पर्छ एलिनाले त लगेर कराप झ्याप बनाएर घोक्रे ठ्याक लगाएर प्रमाणसहित खोरमा हाल्न बेर छैन त्यो भएको हुनाले बी केयरफुल फ्रम एलिना चौहान किनभने उनको पैसा खाएर तपाईँ कसले लाम ठोकाउँला भनेर सपनामा पनि नचिताए हुन्छ होइन अब दिनुपर्ने छैन यो फन्डा हो अथवा हिसाब किताबको अझै कन्ट्रोभर्सी छ भने बेग्लै कुरो अब कला लम्साले त खाएकै छैनन् एलिना चौहानको पैसा छैन होला किनभने यसो हेर्दा विगतमा उनीसँग झगडा परेको जस्तो देखिए पनि वास्तवमा कला लम्सालसँग त उनको हिसाब किताब मिल्यो होला अब सुनको चेनवाला फन्डा थियो एउटा पोडकास्टमा आएर सार्वजनिक भयो सेटिङको भिडियो भनियो पछि के भयो अब यो बेग्लै लफडा छ यस्ता लफडा 1 दर्जन जति होलान् पाइपलाइनमा अब त्यो क्रमशः आउलान् त्यसकारण पैसा खाने भोलि यस्तो कुरो पनि आउला एलिना चौहानको एकदम राम्रो कपडा कसैले पचाएको होला जुत्ता पचाएको होला ब्याग लगाएको होला सावधान हुनुहोस् है एलिना चौहानको कसैले मोबाइल उम्काएको होला सबै मान्छे सावधान भएर एलिनाको के लानु भएको छ थपक्क हिसाब किताब चुक्ता गर्नुहोस् हैन उनी किन बार चाहिँ यसरी विवादमा परिरहेका छन् स्ट्याटस लेखेको छैन के लाग्छ मलाई थाहा छैन उनी प्रतिवादले मानसिक स्थिति ठीक छ यो बाबा मेलिना राईको कुरा गरौँ न प्रतिवादले चम्किएकी छिन् उनलाई कुनै कन्ट्रोभर्सीमा आउनु पर्दैन उनी कहिले विवादमा आउँदैनन् प्रतिवादले चम्किने हो के गायक गायिका भनेको कन्ट्रोभर्सी ल्याएर अनि स्टेजमा हाहाकार गरेर चम्किने होइन अहिले ज्योति मगरको राजनीतिक स्टेटमेन्ट दिएर चम्किरहेका छिन् त्यसरी पनि आउने होइन कलाकार भनेको अनि रिमा विश्वकर्माले जस्तो पार्टी राजनीति जोइन गरेर राजनीतिक विषयमा धेरै जानकारी नराखे पनि ठुली बढी हुने सोख राखेर पनि हुँदैन कलाकारले कलाकारिता गर्ने हो गायकले गाउने हो त्यस कारणले गर्दाखेरि आफ्नो पेसामा सन्तुष्ट हुनुहोस् र जसले हिसाब किताब चुस्त दुरुस्त गर्नुभएको छैन जसले गडबडी गर्नुभएको छ उहाँहरूलाई त अब घाँटी समाइहाल्छन् नि यिनले छोड्नेवाला कतिपयले के भने एलिनाजीको मानसिक स्थिति त ठिक छ नि होइन भनेर सोच्छन् के यस्तो गम्भीर कुरा नगर्नुहोस् है तपाईँ डाक्टर हो र
तपाईँले उनको मेन्टल हेल्थको विषयमा प्रश्न राख्ने तपाईँ को म को यस्तो राख्नु हुँदैन। उनको मानसिक स्थिति ठिक छ स्वस्थ छ भनेरै हामीले भन्नुपर्ने हुन्छ। तर एलिना कडा चाहिँ छैन है, एकदम कडक हो। उनले छोड्नेवाला छैन, कालले छोड्ला एलिनाले छोड्दिनन्। पैसा खुरक्क भुक्तानी गर्नुहोस्। होइन महोत्सवतिर अहिले भ्याइ नभ्याइ छ धेरै कलाकारको होइन, एलिनाजी चाहिँ किन त्यही महोत्सवकै हिसाब किताब पाउनु भएको छैन? महोत्सवमा टिकट बेचेर टन्न कमायो होलान्। अब उनको गोजीवित भयो होला, अथवा दिन्छु भने लाख दिन्छु भने ठाउँमा 50,000 आदि इत्यादि दिए होलान्, बाँकी 50,000 बाँकी होला। हो उनलाई पनि त पैसा उनले रुखबाट टिप्ने होइन, उनको पनि जीविका चलाउनुपर्छ कन्सर्टबाट गायनबाट। त्यसकारण उनले पनि अब भोलि नयाँ जीवन रच्नु पर्ला, सधैँ एक्लै बस्दिनन् होला, उनले पनि कहीँ घर घडेरी जोड्नु पर्ला, केही गर्नु पर्ला। त्यसकारण एलिना चौहानको पैसा खाएर भाग्ने कोसिस नगर्नु। उनी फेरि अरबपति बुवाको छोरी पनि होइन, उनी सङ्घर्ष गर्दै आएकी हुन्, हामीले देख्दा देख्दै चम्किएकी हुन्। त्यसकारण उनलाई हेप्नु हुँदैन, हेप्ने भन्ने कुरा आउन सक्छ। यति बेला चाहिँ पल शाहजी पनि फिल्ममा भ्याइ नभ्याइ छ होइन, धेरै फिल्महरू उहाँले खेल्दै हुनुहुन्छ, पारिश्रमिक पनि धेरै 50 लाखभन्दा माथि लिँदै हुनुहुन्छ अरे होइन, अहिले भ्याइ नभ्याइ छ भनेर सामाजिक सञ्जालमा आइरहेछ होइन। भनेपछि पल शाहजी त अहिले त एकदमै धेरै फिल्म खेल्ने मध्येमा पर्नुभयो क्या। अब एउटा कुरो म भन्छु, नेपालमा 50 लाख पारिश्रमिक भन्ने कुरो चाहिँ अलिकति हाइपोथेटिकल होला। हुन त हल्ला चल्छ 50 लाख लिनु पल साल ठिक होइन त? होइन, सुन्नु न, पूर्ववादनको सारङ्गीबाट यति फलानाले जेरियन टपबाट भन्छन्। अब त्यो रेयर होला। 50 लाख भने ह्युज एमाउन्ट हो। हल्ला चाहिँ 50 लाख होइन करोड गरिदिए पनि भयो होइन। जस्तो भारतमा आमिर खानहरूले पर्सेन्टेज दिन्छन् शाहरुख खानले, अनि त्यसपछि यो अहिले धुरन्धर हिट भइसकेपछि अक्षय खन्नाले पनि त्यही गर्न थालेका छन्। त्यो भनेको ह्युज एमाउन्ट खर्च हुने, अरबौँ रुपियाँ खर्च हुने। बक्स अफिसको हिसाब किताब त्यस्तो हुन्छ। यहाँ धेरै फिल्मले पानी पिउन पाउँदैनन्, निर्माता घर घडेरी घुमाएर सडकमा आउँछन्। कि ब्ल्याक मनीले बनाउनु पऱ्यो, 2 नम्बरी धन्दाको पैसा हुनु पऱ्यो? होइन भने व्हाइट मनीबाट फिल्म बनाउँदा 100 75% फिल्मले पानी पिउन पाउँदैन। 15 करोड कमायो कुल कमायो भने निर्माताले हातमा पार्ने भने 5 करोड मात्रै हो, बढी भयो। त्यस कारणले गर्दाखेरि फिल्म भनेको एउटा घाटाको सौदा भएको छ। निर्माताको ढाड भाँचेर 50 लाख लिने कुराले उनको करियर बढौला। 50 लाख भनेकोमा 20-30 लाख चाहिँ आउला हातमा, त्यति हो। होइन यत्रो वर्ष भयो उनले मेहनत गरेको होइन, सङ्घर्ष गरेको फिल्म लाइनमा चाहिँ पल शाहले 50 लाख लिनु पर्छ भाइ। हल्ला त करोड पनि चलाउन सकिन्छ के। 25-30 लाख लिए भने पनि खडेरी लागेको फिल्म इन्डस्ट्रीलाई धेरै ठुलो कुरा हो क्या। त्यत्रो ह्युज एमाउन्ट चुक्ता गर्न गाह्रो पर्छ नि तपाईँको फिल्म भने नटे झोक। त्यसकारण युन उनले साँच्चै युन मलाई गलत प्रमाणित गरिदिउन्, तर उनी हाइएस्ट पे गर्ने व्यक्ति होलान्, उनलाई राम्रो रेटिङमा लिएको होला, त्यो बेग्लै कुरा हो होइन। एकदमै तपाईले रुचाएको व्यक्ति त हो नि, एकदम हो नि। उनले यही हुन्, सबै राम्रो होस्, तर नेपाली फिल्मको ढाड नभाँचियोस्। किनभने धेरै ठुलो बजेटमा बन्दैन, पारिश्रमिकमै करोडौँ गयो भने फिल्म थला पर्छ। पहिला चाहिँ पल शाहको फिल्म फ्लप भएको थियो, त्यही भएर चाहिँ पल शाहलाई पनि त्यति दिनु चाहिँ उचित होइन भन्ने तपाईँ? होइन, उचित भन्दा पनि फ्लप सुपर हिटको कुरै भएन। नेपाली फिल्म इन्डस्ट्रिजमा बक्स अफिस दरो भएको छैन, राम्रो पारिश्रमिक लिएर फिल्म चलाउन मुस्किल भएको छ दिएर। त्यस कारणले गर्दाखेरि फिल्मी व्यवसाय बक्स अफिसको रेकर्ड अनुसारको पे गर्नुपर्छ भनेको हो क्या। भनेपछि यति बेला चाहिँ पल शाहको फोटो पनि सार्वजनिक भएको छ सर। कुनै एउटा व्यक्तिले चाहिँ पल शाहको छातीमै होइन भनौँ न आफ्नो छातीमा चाहिँ पल शाहको ट्याटु खोप्नु भएको रहेछ। तपाईँले देख्नुभयो सर, कस्तो लाग्यो? फ्यान हुन्, फलोअर्स हुन्, उनको लागि ज्यान दिनेछन्। अझ फिमेल फ्यानहरू धेरै छन्। अब विगतमा त्यस्तै फ्यान बनेर आउनेले सिक्रिनी उडाइदियो, उनको हातको ब्रेसलेटै उडायो होइन। फ्यान पनि कस्ता हुन् के हुन् हेर्नका हुन्छन्, तर उनका फ्यान धेरै छन्। कोहीले ट्याटु खोपेका छन्, कोहीले गुप्ताङ्गमै खोप्लान्, फेरि के ठेगान हो होइन। बाहिर खोप्नेले भित्र पनि खोप्न सक्छ। कति चासो हो कि मान्छेलाई, कति त्यो क्युरियोसिटी जागेको हो। संसारमा फ्यान छन् र त कलाकार सेलिब्रिटी छन्। हेर्नुहोस् त फ्यानको मतलब कलाकारको अगाडि तपाईँ पनि कसैको पङ्खा यानि कि फ्यान हुन सक्नुहुन्छ, कोही कसैको हुनसक्छ। त्यस कारण फ्यानगिरीबाटै चल्छ क्या सबै चिजहरू। ल भनेपछि अन्तिममा छौँ सर हामी होइन। पल शाह के छ अबको दिनमा चाहिँ पल शाह करियर? पल शाह, अनमोल केसी, प्रदीप खड्का उनीहरू अगाडि बढुन्, सबै अगाडि बढुन्। समीर भट्टको पनि राम्रो होस्। सबै फिल्म इन्डस्ट्रिजका कलाकारहरू 101 उम्दा छन्।
अब यता डिफ्रेन्ट धारबाट आएका सौगात मल्लहरू सधैँ चम्किन्छन्, दयाहाङ राई त हिरा तुल्य चम्किएका छन्, सबको भविष्य होस्। फेरि फिमेलको नामै लिनु भएन भन्नु होला, धेरै छन्, स्वस्तिमाहरू छन्, मृणाहरू छन्, अनि यता साम्राज्ञीहरू छन्, सबै छन् जो छन्। अब हेर्नु पूजाको वैवाहिक सम्बन्धले गर्दा उनी झन् चम्किनी हुन् कि युद्धले उनको लागि अर्को फिल्म बनाउँछन् कि हेर्दै गर्नु न। होइन भाग्य त अब अब युद्धले बनाउने फिल्ममा नायक को हुन्छन् त? युद्धले बनाउने फिल्ममा चाहिँ नायक के तपाईँ? होइन, नायक त अब पसाल नै होला नि, कि युद्ध बानिया नै हुनसक्छ? युद्ध बानिया पनि हुन सक्छन्। भिलेन चाहिँ को होला नि त? भिलेन भिलेन त खै अब पुण्य दाइले नै बनाउनु पर्छ। म कलाकार होइन क्या। भिलेन भिलेन को हुनसक्छ त? जो पनि हुनसक्छ नि भिलेन त। हो ल ठिक छ। अनि ठिकै छ, त्यो फिल्मको डाइरेक्टर को होला? सुदर्शन थापा हो र? ल धन्यवाद, थ्याङ्क यू। हस्, थ्याङ्क यू। त्यसो भए युद्ध बानियाले फिल्म बनाउँदै हुनुहुन्छ, युद्ध र पूजाले मिलेर फिल्म बनाउने क्रममा चाहिँ हिरो चाहिँ को राख्छन् होला? आकाश श्रेष्ठ राख्छन्? सेम क्वेसन टु यू, तपाईँलाई नै मैले सोधेँ, को रे? आकाश श्रेष्ठ। थाहा छैन, जो पनि हुन सक्छन् हिरो। आकाश श्रेष्ठ हुन सक्दैन? आकाश श्रेष्ठ हुन सक्छन् या युद्ध बानिया हुन सक्छन्। प्याचअप भयो उनीहरूको फेरि? प्याचअप भयो? के झगडा छ र प्याचअप हुन? राम्रै होला, बोलचाल थिएन नि त। दाजु बहिनी हुन्, भाइ टिका लगाउँछन्। अब थ्याङ्क यू। हस्, थ्याङ्क यू। पारिश्रमिक नदिया भनेर। ओके ओके। यति बेला हामी माझमा हुनुहुन्छ पर्खर वक्ता पुण्य गौतम सर हुनुहुन्छ हामी माझमा। सर हजुरलाई सम्पूर्ण मिडियामा थ्याङ्क यू सो मच, धन्यवाद। आराम त हुनुहुन्छ सर? ठिक छु। यति बेला चाहिँ एलना चौहानले के एउटा स्टाटस लेख्नु भएको छ सर, होइन? उहाँले के लेख्नु भएको छ भन्दाखेरि म तपाईँलाई पढिबाची पनि सुनाउँछु, होइन? उहाँले के लेख्नु भएको छ भन्दाखेरि जुन पारिश्रमिक छ नि उहाँले काम गरेको चाहिँ त्यो उहाँले पाउनु भएको छैन अरे, होइन? त्यो पैसा चाहिँ पाउनु पर्यो भनेर चाहिँ उहाँले स्टाटस लेख्नु भएको छ सर, होइन? त्यो स्टाटस म तपाईँलाई सुनाउँछु है त। हुन्छ हुन्छ। सम्झाइयो, समय दियो, अब अन्तिम मौका, 1 हप्तापछि पैसा नदिने महानुभावहरू फोटोसहित आउँदै हुनुहुन्छ, ओके बाई भनेर एलना चौहानले लेख्नु भएको छ, होइन? तपाईँले चाहिँ के भन्नुहुन्छ यो विषय? फेरि एलिनाले कलाकारिताको शान्त समुद्रमा, शान्त तलाउमा एउटा ठुलै ढुङ्गा हातिन्छ। अब यिनका हिसाब किताब को छ, खातापाता के छ, कसले काम गरेको पारिश्रमिक दिएन, फेरि तिनीहरू हिरासतको चिसो श्रेणीमा पुग्ने भए जस्तो छ। यो पुस महिनामा, यो माघ महिनामा पैसा नदिने मान्छेहरू चाहिँ, पारिश्रमिक नदिने मान्छेहरू चाहिँ अब च्याप हुने स्थिति देखियो। फेरि एलिना चौहानले चाहिँ कसैलाई नछोड्ने भइन्, घरि कला छ, झगडा गरेकी छिन्, अब पहिला विष्णु छ, डिभोर्स हो, त्यहाँदेखि यिनलाई झगडा गर्ने एउटा आदतै लाग्यो कि क्या हो? हुन त हेर्नुहोस्, कसैले पनि काम गरेको पारिश्रमिक दिनुपर्छ, पाउनुपर्छ, अवश्य पनि पाउनुपर्छ। कट्टा हानिदिन्छु म, कट्टा हानिदिन्छु भन्थिन्, कट्टा नि हान्छन् कि क्या हो? अब कानुनी कट्टा हानिन्। योभन्दा अगाडि पनि धेरै छ झगडा गरिन्, कतिको प्रोफाइल सार्वजनिक गरिदिन्। अब यिनको हिसाब किताब कोसँग होला? यसो गम्भीर रूपमा सोचौँ त। यिनी अब नायिका होइनन्, यिनले पारिश्रमिक लिन बाँकी भन्ने भएन, तर यिनको हिसाब किताब कोसँग बाँकी छ यो त क्लियर हुनु पर्यो। हिसाबमा कुन्नी के जाति क्लियर होस् भन्छन् क्या अरे, त्यस कारणले गर्दाखेरि ती दुवै कुरा क्लियर हुनु पर्यो। नम्बर 1, होइन किन दिन चाहँदैनन्? अरूलाई त दिन्छन् रे, एलिनालाई चाहिँ किन दिएन? फेरि लफडाको अर्को नाम एलिना चौहान भनेर नभनुन् कसैले, होइन? म यही चाहन्छु। अब फेरि होइन, हिसाब किताब धेरैको छ, अरू डराउँछन् होला क्या, अरू चाहिँ साहस गर्दैनन्। एलिना चौहानले सिधा रोस्ट गर्छिन्, सिधै उ गर्छिन्। हुन त यो खेलकुद मन्त्री छ, फोटो खिचाउँदै रचना रिमाल आएकी रहेछन् मिडियामा, त्यो पनि हेरेँ, उनका गीतहरू पनि सुनिरहेको छु। एलिना चौहानले फेरि कसलाई धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी भनेर फेरि कल्ला भन्ने हुन्, र उनको यो लफडा कहिल्यै नटुङ्गने एउटा सिलसिला जस्तो भयो। अब अमेरिकाबाट आइन्, फेरि कलासँग झगडा गरिन्, सिक्रीको एउटा ठुलो हङ्गामा भयो। अब उनलाई सिक्री चोरै भने जसरी बदनाम गरे भनेर उनले स्वाभिमानीका साथ लडाइँ लडिन्। त्यसमा अब के कसो भयो, पछि फेरि उनले फिर्ता दिइन् के भन्ने कुरा आयो। अब चाहिँ के कलाले नदिया हो त उनको, अथवा कुन निर्देशकले दिएन त? उनी पनि अब विचित्र यिनको यो कसले चाहिँ दिएको रहेनछ त पैसा चाहिँ? तपाईँ सोच्नु त, कसले चाहिँ दिएन होला त?